अब हामीहरू तपाईहरुलाई कसरी यो शोधक सञ्चालन गर्ने विधिहरू जानकारी गराउने छौं र सबैभन्दा पहिले हामीले यो पानीको बोतल लिएर यसमा 500 ml पानी लिने छौं र यो 500 ml पानी लिइसकेपछि हामीले घरमा प्रयोग गर्ने नुन जुन चाहिँ यो कपको 1 कप हामीले यस पानीमा राख्ने छौं र हामीले यसलाई बन्द गरेर यो नुनलाई चाहिँ पानीमा पुरै बिल्लिने गरी यसलाई हल्लाउनु पर्ने हो। हामीले यो पुरै नुन बिल्लिने गरी यो पानीलाई राखिसकेका छौं र यो पानीलाई चाहिँ हामीले सबैभन्दा पहिला क्लोरिन ट्युबमा चाहिँ जसमा चाहिँ यो कभर राखिएको छ लिड यसलाई निकालेर यसमा क्लोरिन ट्युबमा राख्ने छौं र हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ जहिले पनि यो मिनिमम देखि माथि र यो म्याक्सिमम को लेभल देखि अधिकतम स्टिकर देखि तल बीचमा हुने गरी राख्ने छौं र यो बिर्कोलाई हामीले फेरि बन्द गर्ने छौं। जसरी यो पानी फेरि अलिकति बाँकी रहेको छ यसैमा पुनः हामीले यसलाई थपेर 1 लिटर बनाउने छौं र अघि रहेको पानीमा हामीले फेरि पुनः यसलाई 1 लिटर बनाएर फेरि यो सोडियम हाइड्रोक्साइड ट्युबमा राख्ने छौं। हामीले यो लिडलाई निकालेर बिर्कोलाई निकालेर यसमा चाहिँ हामीले यो पुरै पानी राख्दा पनि यो ठिक्क अधिकतम र न्यूनतमको स्टिकरको बीचमा हुने गरी यो पानी आउँदछ। हामीले यो शोधकलाई सञ्चालन गर्न पूर्व तयारी चाहिँ हामीले सकिसकेका छौं जसमा चाहिँ हामीले 500 ml पानी लिएर नुनको मिश्रण मिसाएर हामीले यो क्लोरिन ट्युबमा राखेका छौं र फेरि हामीले त्यो बाँकी रहेको पानीलाई यो सोडियम हाइड्रोक्साइड ट्युबमा राखेर यो शोधकलाई सञ्चालन गर्नलाई हामीले पूर्ण तयारी गरिसकेका छौं। यो चाहिँ पावर सप्लाई हो जसले चाहिँ एसी करेन्टलाई डीसी मा कन्भर्ट गरेर यो शोधकलाई सञ्चालन गर्ने काम गर्छ र यसमा कालो र रातो गरी दुईटा पोजिटिभ र नेगेटिभ लाइनहरु छ जसमा चाहिँ हामीले यो ट्याङ्कबाट आएको यो ट्याङ्की भित्र सबमर्सिबल पम्प जो छ त्यसबाट आएको यो कालो र रातो क्लिपलाई चाहिँ यसमा जडान गर्ने छौं। रातोलाई रातो र कालोलाई कालोमा जडान गर्ने छौं। र यो जडान गरिसके पछाडी ध्यानमा राख्नुपर्ने कुरा चाहिँ के भन्नुहुन्छ भने यो क्लोरिन ट्युबमा चाहिँ यसरी बबल्स आउनु पर्ने हुन्छ र क्लोरिन ट्युबमा कहिलेकाहीँ बबल्स नआउन पनि सक्छ र त्यसको कारण चाहिँ कहिलेकाहीँ हामीले यो लिड यो बिर्को देख्न सक्नुहुन्छ त्यो बिर्को टाइट भएन भने पनि त्यसमा लिकेज एयर लिक भएर त्यो बबल्स नआउन सक्छ र यो 3-4 चोटी तपाईले प्रयोग गरिसक्नु भए पछाडी यहाँनेर यो टेफ्लोन टेप टालेको छ र यो चाहिँ तपाईहरुले त्यो एक्स्ट्रा एक्सेसरिज ब्यागमा हामीले अतिरिक्त यो टेफ्लोन टेप राखिदिएका छौं र त्यसले रिटेपिङ गरेर यसलाई पुनः बन्द गरेर फेरि यसलाई हेर्न सक्नुहुन्छ र अर्को कारण चाहिँ कहिलेकाहीँ यो क्लोरिनेटिङ भल्भमा चाहिँ एयर लिक भयो भने यसमा बबल्स आउँदैन। त्यसपश्चात हामीले यो हबबाट आएको यो कालो रातो तारलाई फेरि पुनः त्यही ट्याङ्कीबाट आएको कालो रातो तारको क्ल्याम्पमा यसलाई जडान गर्नेछौँ। जब हामीले यो ट्याङ्कबाट आएको कालो रातो तार र यो हबमा रहेको कालो रातो तारलाई यो कन्भर्टरसँग हामीले जडान गर्छौं त्यसपश्चात हामीले यहाँनेर यसले यो हबले काम गरेको पाउँछौं र यो थाहा गर्ने विधि चाहिँ हामीले यो सोडियम हाइड्रोक्साइड पट्टीको यो साइडमा चाहिँ यसरी बबल्सहरु आउँदै गरेको हुन्छ जसबाट चाहिँ यसले के देखाउँछ भने जुन हामीले अघि खाने नुन जुन हाल्यौं त्यसमा क्लोरिन र सोडियम एलिमेन्ट मिलेर बनेको हुन्छ त्यो नुनबाट चाहिँ यो इलेक्ट्रोलाइसिस प्रोसेस विधिबाट यहाँ जब यहाँ इलेक्ट्रिसिटी पास हुन्छ यहाँ भित्र भएको टाइटेनियम जुन पातलो पर्दा छ त्यसले चाहिँ सोडियमको एलिमेन्टलाई छानेर यो सोडियम हाइड्रोक्साइड ट्युबपट्टि लिएर आउँछ भने यता क्लोरिन ट्युबपट्टि चाहिँ क्लोरिन उत्पादन भएर जुन चाहिँ भ्यापोराइज भएर यो
भेन्चुरी मार्फत यो ट्याङ्कबाट आएको पानीमा यसले मिश्रण गर्ने काम गर्दछ र यो बिन्दुमा आएर यो यहाँ बनेको क्लोरिन जुन छ त्यसलाई चाहिँ यसले सक्सन गरेर यो पानीमा मिसाउने काम गर्दछ, जसबाट चाहिँ यो ट्याङ्कमा रहेको पानीभित्र क्लोरिन मिसाइन्छ र त्यो क्लोरिन नै पानीमा रहेको कीटाणुहरू अब मारेर त्यसलाई पिउनको लागि शुद्ध बनाउँदछ। एकपटक यो शोधकलाई सञ्चालन गरिसके पछाडि यसको प्रक्रिया पुरा नभइन्जेलसम्म यसलाई छोडेर जानु हुँदैन, किनकि यसमा यो सञ्चालन हुँदै गर्दा जुन तापक्रम पैदा हुन्छ त्यसले गर्दा यो ट्युबहरू यो प्लास्टिक जन्य कुराहरू पग्लन सक्छ र यसले यो शोधकलाई नै हानि गर्न सक्छ। हामीले एकपटक यो सञ्चालन गरिसके पछाडि यहाँनिर 2वटा टेस्टिङ भल्भहरू छ, यो क ख ए बी। हामीले जसरी यसलाई बुझ्न सक्छौँ हामीले त्यसरी नै गर्न सक्छौँ र हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ यहाँनिर यो बिन्दुमा आएर जब क्लोरिन मिसिन्छ त्योभन्दा अघिको यो टेस्टिङ भल्भले चाहिँ ट्याङ्कमा रहेको पानीमा कति मात्रामा क्लोरिन छ भन्ने इङ्गित गर्छ भने र यस पश्चातको यो परीक्षण भल्भमा चाहिँ क्लोरिन कति मात्रामा उत्पादन हुँदैछ भन्ने मापन गर्ने काम यसले गर्दछ। र यसमा यो टेस्टिङ किटमा चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यो पहेँलो भाग र यो गुलाबी भाग, र हामीले जहिले पनि यस मापन गर्दाखेरि जहिले पनि यो पहेँलो भागपट्टिको ठाउँमा चाहिँ हामीले यो परीक्षण भल्भबाट पानीको स्याम्पल लिनेछौँ र जहिले पनि हामी पहिलो नम्बरमा यो पोइन्टदेखि यो बिन्दुदेखि उतापट्टिको यो परीक्षण भल्भबाट चाहिँ यसमा स्याम्पल लिनेछौँ। र हामीले यसमा पानीको स्याम्पल लिइसकेका छौँ र यसमा चाहिँ यो हामीहरूले यो 3वटा सानो केमिकलहरू यसमा राखेका छौँ जसले चाहिँ क्लोरिन कति मात्रामा छ भन्ने कुरा मापन गरिदिन्छ र यसमा चाहिँ हामीले जहिले पनि 1 थोपा राख्नेछौँ र त्यस पश्चात यसलाई बन्द गरेर यसलाई राम्रोसँग पानीमा मिलाउनेछौँ। र यहाँ देख्न सक्नुहुन्छ तपाईहरूले यो पानीको रङ चाहिँ परिवर्तन भएको छ, यो पहेँलो हरियो जस्तो देखिएको छ, जसले चाहिँ यो पानीमा क्लोरिन उत्पादन भइरहेको छ भन्ने कुरा हामीलाई जानकारी गराउँदछ। र यस पश्चात हामीले के थाहा गऱ्यौँ भने यसबाट चाहिँ क्लोरिन उत्पादन भइरहेको छ र हामीलाई पानीमा कति मात्रामा क्लोरिन छ भन्ने कुरा हामी एकचोटि फेरि यो परीक्षण भल्भ कबाट एबाट हामीले हेर्नेछौँ, जुन चाहिँ अत्यावश्यक छ। फेरि पनि हामीले त्यसबाट पानीको स्याम्पल लिइसके पछाडि यसमा पुनः 1 थोपा राख्नेछौँ र फेरि यसलाई बन्द गरेर पुनः यसलाई पानीमा घोल्नेछौँ। र तपाईहरूले देख्न सक्नुहुन्छ यो चाहिँ अघिको स्याम्पल भन्दा निकै नै फिक्का छ। यसको मतलब के हुन्छ भने पानीमा जति मात्रामा हामीलाई क्लोरिन चाहिने हो त्यति मात्रामा बनेको छैन र हामीलाई पानी पिउनको लागि जहिले पनि यो 3-6 बराबर मात्राको यो जुन रङ छ यो पानीको स्याम्पल पनि त्यही रङसँग मिल्न गएपछि हामीले यो शोधकलाई बन्द गर्नेछौँ। हामीले अघि यो स्याम्पलमा देख्यौँ निकै नै फिक्का थियो र जब हामीले यो शोधक सञ्चालन गर्दै जान्छौँ यो क्लोरिनको मात्रा पनि यसमा पुनः बढ्दै जान्छ र जब त्यो मात्रा यो 3 पार्ट्स पर मिलियन भन्छ त्यो मात्रामा यो पानीमा रहेको स्याम्पल जुन पानीको स्याम्पलको रङ चाहिँ यो 3-6 बराबरको मात्रामा भए पछाडि हामीले यो शोधक बन्द गर्नेछौँ र त्यो पानी चाहिँ पिउनको लागि योग्य हुनेछ। अब आधा घन्टा पछाडि अब पानी पिउनको लागि तयार भइसकेको छ।
यो शुद्धिकरण गरिएको पानी अब म लिनेछु। बहुतै मिठो छ। पानी खाने बेला मात्र आउनु हुँदैछ उहाँ। हामीले यो सञ्चालन गरिसके पछाडि जब हाम्रो पानी तयार हुन्छ त्यस पश्चात हामीले यसलाई सरसफाइ गर्नुपर्ने हुन्छ र यो सफा गर्नको लागि चाहिँ जुन हामीले अघि राखेको नुन पानीको मिश्रण छ त्यसलाई चाहिँ हामीले निकालेर फ्याँक्नेछौँ र त्यसको लागि यो माथिको बिर्को हामीले यो खुल्ला राख्नुपर्ने हुन्छ यो एयर पासको लागि। र जहिले पनि यो निकाल्दै गर्दा यो मुख चाहिँ सदैव हामीले यो बन्द गर्नुपर्ने हुन्छ ताकि हाम्रो वरपर रहेको कोही साथीभाइहरूलाई यो अनुहारमा अथवा यो हातहरूमा यो नलागेको होस्, किनकि हातहरूमा लाग्यो भने चाहिँ चिलाउने अनि अन्य विभिन्न उहरू हुन सक्छ। त्यही भएर हामीले सुरक्षाको लागि चाहिँ हामीले यो मुख बन्द गरेर यसरी डम्प गर्नेछौँ र पुनः फेरि यसलाई पहिलेकै स्थानमा राख्नेछौँ र त्यसै गरी हामीले यो सोडियम हाइड्रोक्साइड ट्युबपट्टि पनि त्यसरी नै हामीले निकालेर फ्याँक्नेछौँ र फेरि यसलाई पहिलेकै स्थानमा राख्नेछौँ र यो फ्याँकिसके पश्चात हामीले यो सफा पानी लिएर यो अघिको क्लोरिन ट्युबमा यो सफा गर्ने बेलामा यो माथिसम्म आउने गरी यसलाई राख्नेछौँ र त्यसै गरी यो सोडियम हाइड्रोक्साइड ट्युबमा पनि हामीले फेरि पानी राखेर यसलाई सफा गर्नेछौँ। यो पानी हामीले सफा पानी फेरि पूर्ण रूपमा यसलाई भरिसके पछाडि यसलाई फेरि हामीले यसरी मुख बन्द गरेर फ्याँक्नेछौँ र हामीले सरसफाइ गरिसके पछाडि ध्यानमा राख्नुपर्ने कुरा चाहिँ भेन्चुरीमा साथसाथै यो पाइपमा पानीहरू जमेको हुन्छ र त्यसमा चाहिँ क्लोरिन हुने भएको कारणले पछि भविष्यमा यो क्लग हुने समस्या देखिन्छ। यसकारण हामीले यसलाई एकचोटि यो पाइपहरू अनि यो सबै मा रहेको पानी चाहिँ यसलाई सफा गर्नेछौँ र एकपटक यो सबै भल्भहरू खोलिसके पछाडि यसमा रहेको पानीहरू हामीले निकालिसके पछाडि यसलाई पुनः राख्नेछौँ। यसका साथै हामीले यो पानी शुद्धिकरण गर्ने प्रक्रिया यहीँ समापन गरेका छौँ।